मेरो छोरा चाहिँ तपाईँ चाहिँ पुरै के म फुल ड्रिङ्कमा वर्ष भएको दिन चाहिँ मेरो फुल ड्रिङ्क हो भन्दैछु अब चाहिँ व्रतले भातै खाएको म फुल ड्रिङ्कमा छु भन्दैछु फुल ड्रिङ्क अब हात गरिदिन्छ अनि त्यस पछाडि तपाईँहरू कोही नाच्नु भएन है आज मात्रै नाच्नु भयो सबैजना बाई बाई धन्यवाद ल यात्रा शुभ रहोस् ऊ चाहिँ खाइदिल ठ्याक्क गरेर म मिसाएर के अनि सानो ल्याएर तिमी खा उसलाई जति सुझन न उसले दिए नि भोलिपल्ट पसन्द लाग्यो त खुसी भयो जाने हो खाना फेरि त्यहाँनिर हुन्छ एबेना एबेना ल सम्पूर्ण आज हाम्रो श्यामदाईको कान्छा छोरा सुजनको त्यो ब्राह्मण कार्यक्रमको लागि हामी सहभागी छौँ। यो घरको अन्तिम र खलो उठाउने बिहे पनि हो। त्यसो हुनाले दाइ र भाउजूलाई सबभन्दा पहिले धेरै धेरै बधाई, हामीलाई पनि बधाई। हामी पनि काका पऱ्यौँ, फुपूहरू पऱ्यौँ, काकीहरू पऱ्यौँ, दाइहरू पऱ्यौँ, भाइहरू पऱ्यौँ। सबैलाई हामी आफैलाई बधाई दिउँ। अब हामीले सबैलाई एउटा एउटा जिम्मेवारी दियौँ, हामी आफैले पनि जिम्मेवारी लियौँ र आजको कार्यक्रम सम्पन्न भएको छ। यो विवाह सम्पन्न भएको छ। यसमा सबैले आफ्नो आफ्नो ठाउँबाट अहम भूमिकाहरू निभाउने काम भएकै हो। अब यसलाई म पछाडि जोड्नेछु। अहिले बाँकी रहेको यहाँ देख्दैछौँ हाम्रो काइला सोल्टीले भन्नुभयो जस्तै गरी पत्कर सोर्ने काम अथवा पत्कर टिप्ने काममा यहाँहरूलाई जिम्मा दिएको थियो। त्यो पत्कर कति उठेछ, कति डोको भएछ, कति खोङरङ भएछ, त्यो जम्मा गरेको चाहिँ पत्कर अथवा रकम घरको प्रमुख हाम्रो श्यामदाईलाई हस्तान्तरण गरिदिनको लागि सबभन्दा पहिले यहाँहरूलाई अनुरोध गरौँ। त्यसपछि हाम्रो कार्यक्रम अगाडि बढ्छ। यहाँहरूको शिर राखेर अब घरले कति शिर राख्नु पर्थ्यो, के गर्नु पर्थ्यो त्यो कुरो पर्याप्त नहोला, तर पनि यहाँहरूलाई त्यसपछि धन्यवाद दिने काम हामी गर्ने नै छौँ। अहिले सबभन्दा पहिले हाम्रो बैदारज्यूलाई, क्यासियरज्यूलाई चाहिँ आफ्नो हिसाब किताब बुझाएपछि अनि आजको यो कार्यक्रम अगाडि बढाउँ। ल त हाम्रो जय साहब दुई हजुर प्लिज। दाजु अगाडि नै बस्नु। यहाँ एउटा
ऊ राखिदिनु ल ठिक होइन हुन्छ मामा ल। माइजू काका काकी बाबा हजुर सम्पूर्णमा नमस्कार। अनि हाम्रो सुजन भाइ अनि बहिनी उहाँलाई फेरि पनि धेरै धेरै बधाई छ। आज हामीले पाएको रेस्पोन्सिबिलिटी आई थिङ्क फुल्ली निभाए जस्तो लाग्छ मलाई। सुरुमा अलिकति ढिलो आउनु पर्यो मैले, त्यसमा क्षमा प्रार्थी छु। हाम्रो काकाजीले गर्दा गर्दै मैले पनि उहाँलाई बिच बाटोमा हेल्प गरेर आजको जिम्मेवारी हामीले निभायौँ, जसमा चाहिँ इन टोटल 3,87,380 टोटल एमाउन्ट चाहिँ हामीले कलेक्ट गरेका छौँ। एउटा नोटको कुरो मामा माइजू सबैलाई म यहाँ दर्शाउन चाहन्छु। कुल गुरुङ होइन काका, हजुर कुल गुरुङ मैदेल मुक्ली चार जापान हजुर उहाँले चाहिँ यहाँ लेखाउनु भयो, तर हामीले क्यास दिनु भएन। यसलाई चाहिँ हामी नदिएको भनेर यहाँ यो यसमा उहाँलाई अलिकति पनि ठिक छ हजुर। सो यो एमाउन्ट बाहेक त्यो एमाउन्ट चाहिँ कति थियो चाहिँ भन्नुहोस् न त्यो पनि 3,87,080 होइन होइन त्यो कुल गुरुङको चाहिँ कति थियो भन्न खोजेको त्योसँग चाहिँ 3,000 दिनुभएको छ। उहाँले 3,000 लेखाउनु भएको छ मामा। सो योसँग गर्दा चाहिँ भइगयो ठिक छ उहाँले त्यो गर्नुभएको छ, ठिक छ तर यहाँ लेखाउनु भएको छ। हामीलाई चाहिँ क्यास नभएकोले गर्दाखेरि हामीले नदिएको लेखेका छौँ। सो यो त्यो उहाँले लेखाउनु भएकोसँग चाहिँ टोटल चाहिँ 4 लाख उहाँले दिनुभएकोसँग जोड्यो भने चाहिँ 4 लाख हजुर 380 अघि 97 भन्नुभयो कि 87 भन्नुभयो 3,90,380 हुन्छ हजुर। त्यही त त्यो जोडेन भने चाहिँ 3,87,380 चाहिँ क्यास छ। अहिले क्यास चाहिँ हजुर 3,87,000 हाराहारी हजुर होइन 3,000 चाहिँ कुमारले दिएको भनेर भने क्यास चाहिँ यता उसलाई दिए ठिक छ मम्मी यहाँ आउनुहोस् अगाडि अगाडि र बैलाहरू पनि उठाएर उहाँलाई हस्तान्तरण गर्नुहोस्। बेहुलाको मम्मी र बाबा तालो डल्लो भाकारी र जुल्पाए भन्ने तर काठमाडौँ भाकारी छैन तर भक्समा ल एक रात चाहिँ भकारी म घरको तर्फबाट केही कुरा राखेर त्यसपछि म तपाईँलाई उ गर्छु ल। यस्तो भएन यो भिडियो गरौँ, यो चाहिँ हाम्रो विदाईको भिडियो है, कन्टिन्यू गरिदिनुहोस् है। पानी हजुर यो मुख सुकेपछि यति गाह्रो हुँदैन। खाजासँग बोल्नु न हौ, फोटोमा आउँछ नि। बोल्न त खासमा जान्दिनँ हेर्नुहोस् होइन। अब यस्तो छ यहाँहरू सबैलाई धेरै जसलाई हामीले जिम्मेवारी दियौँ, जिम्मेवारी दिएको सम्पूर्णलाई यहाँ हामी बाइङ छौँ। हाम्रो ज्वाइँ साहब चामलिङ पर्नुभयो, अनि हाम्रो ज्वाइँ के अरे ज्वाइँ साहब भान्जा त थुलुङमै पर्नुभयो। थुलुङ भाषामा कन्टिन्यू लैजाने हो भने एकातिर मलाई पनि मेरो पनि समस्या छ होइन, अर्कोतिर थुलुङ भाषाबाट सबैले बुझिने सबैले बुझ्नु पनि बुझेन। त्यसो हुनाले म नेपालीमा दाजुको तर्फबाट एउटा घरको चुलोको माइलो भाइ भएको नाताले म यहाँहरूसँग निवेदन गरेँ।
तपाईँहरू सबैलाई जे जिम्मेवारी दिएका थियौँ, हामीले जे आशा गरेर दियौँ, अब त्यो सम्पूर्ण कामहरू अहिले सम्पन्न भइसकेको अवस्था छ। यसमा तपाईँहरूले धेरै समस्याहरू बेहोर्नुभयो होला। यहाँहरूले कसैको वचन बढी पाउनुभयो होला, कसैबाट वचन प्रहार गरिराख्नुभयो होला, कसैलाई हाँसेर उनीहरूको जवाब फर्काउनु पर्ने भयो होला। त्यो क्रममा तपाईँहरूलाई धेरै दुःखहरू भए। त्यो दुःख सहेर पनि हाम्रो कार्यक्रममा टाउकोले टेकेर तपाईँहरूले समापन गर्नुभयो। त्यस्तै यहाँ हाम्रो बैदारीज्यूहरूले पनि अब पैसा सोर्नु भनेको सजिलो होइन। त्यो पैसा कलेक्सन गर्दाखेरि तपाईँहरूमाथि पनि परेको कुराहरू, परेको समस्याहरू टाउकोले टेकेर यसलाई मिचेर हाँसेर तपाईँहरूले जुन दुःख गर्नुभयो, त्यो दुःखप्रति पनि यहाँहरूलाई यो अन्तिममा तपाईँहरूले बुझाइदिनु भयो। त्यस्तै यहाँ कचेरीमा हाम्रो दुई चौका बिलम झार्नलाई कति गाह्रो भयो होला। मेकम आमसीमा लिप जेल मेरे खोले बाँड्नु भयो, यता गर्नुभयो उता गर्नुभयो। यहाँले कति दुःख पाउनुभयो, कति दुःख गरेर कार्यक्रम सम्पन्न गर्नुभयो। त्यस्तै हो त के कान्छा ल है कचेरी चाम्चेर ल चाम्न होला, सेल तुक्न होला है खेलतुक त राख्ला लुवाचाक्तो मिरक्ला मेकमलो काम समापन बेन्ना काम छ लो खोज्नेलाई यहाँहरूले शिशु तामाङ बेन्ने खोज्नेलाई यहाँहरू घरको तर्फबाट दाजुको तर्फबाट दाजुलाङ यहाँहरूलाई धन्यवाद दिन्छु। यहाँहरूले कार्यक्रम सम्पन्न गर्नुभए बापत यहाँहरूलाई हामी अरू त के गर्न सक्छौँ, हामी अरू त के गर्न सक्छौँ। यहाँहरूलाई हामी एउटा सानो शिर उगाएर शिर राखिदिएर यहाँहरूलाई धन्यवाद दिन चाहन्छौँ। यो कठुवा चाहिँ सानो चाहिँ हाम्रो बैदारीको र कचेरीको हाम्रो डुइचे र केचे जाम्चेको नि यता फेरि तपाईँको शिर चाहिँ सबै है त। अब तपाईँहरूको शिर योभन्दा बढी अझ बढी गर्नुपर्थ्यो। यो त हामीले काठमाडौँमा हाम्रो थुलुङ राईहरूको कल्चर यो एजै मैले धेरैवटा विवाहहरू हामीले सञ्चालन गर्ने क्रममा अथवा धेरैवटा मैले गरेको अनुभव यही हो। सबै हाम्रो भाषामा चाहिँ यसलाई ब्रान्डुङ भन्छौँ। ब्रान्डुङको बेलामा तपाईँहरूलाई शिर राखेर हात अघि मैले भने जस्तै हात पोलेको, घाउ के अरे घायल भएको, खुट्टा के गरेको, उता के गरेको सारा। अनि त्यति मात्र होइन, चेलीबेटीहरूलाई पनि फेरि यहाँ त शिर त अरू पनि हो। चेलीबेटीहरूले परेन्डा घाँसिदिनु भयो, त्यत्रो रमाइलो गरिदिनु भयो। चेलीबेटी, घरको बुहारीहरू, घरका छोरीहरू, अनि घरको छोराहरू, अनि हाम्रो सुजनलाई
उसको कुरा पत्याएर अहिलेसम्म यहाँसम्म आउनको लागि जुन एउटा मेन्टल्ली भनौँ न मानसिक रूपमा तयार भएर एउटा परिवार आफ्नो बाउआमा हिजोसम्म पालिरहेको हिजोसम्म चाहिँ स्याहारिरहेको आमाहरूलाई समेत छाडेर यहाँ घरको एउटा बुहारी भएर भित्रिएकी छिन् हाम्रो जुनुलाई पनि र जुनुलाई ठोक्काएर ल्याउने हाम्रो के अरे कान्छा सुजनलाई पनि धेरै धेरै धन्यवाद। हामीलाई यत्रो दुःख गऱ्यौँ र पो हामीले यस्तो मिठो बिहेका नभएदेखि यस्तो मिठो विवाह हामी कहिले खान पाउँदैनौँ। लाग्छै होला केही समय। अनि भाउजू दाइले पनि सुजनको जुन ल्याएर उपस्थित गराएको बुहारीलाई स्वीकारिदिनु भयो। हामी सबैप्रति आभार व्यक्त गर्छौँ र यो किताबबाट सुरु गरेँ मैले लु प्रोग्राम चाहिँ बङपाको शिर हजुर ल है प्रोग्राम हो खोलेका प्रोग्राम चाहिँ पनि खास गरी भन्ने हो भने चाहिँ बङपाको हो। अब योभन्दा बढी पर्थ्यो तर हामीले यतिमा यहाँहरूको शिर राखिदियौँ। लु हाम्रो अर्को बङपा अर्को बङपालाई चाहिँ धेरै धेरै अग्रिम बधाई किनभने नयाँ हो सुरुवात हो। सुरुवात यस्तै हुन्छ त्यसो हुनाले सुरुवात कसैबाट नयाँबाट गर्नुपर्छ भनेर हामीले नै प्रस्ताव राख्यौँ। दाइले पनि स्वीकार दिनुभयो। लु अब यो चाहिँ यो यहाँ हाम्रो बैदार क्यासियर बैदार्मीहरूको समग्र शिर अनि यो पनि तपाईँहरू सबैको है। यो उहाँहरूको मात्र नभइकन हुनु चाहिँ उहाँहरूको हो तर उहाँहरूको नामबाट तपाईँहरूले पनि पाउनुभयो। है जुन चाहिँ पहिले उल्टा हाम छुटेको हुन्छ भने भाती छुटेको भाती आउनुपर्छ। भाती आएर भाती सकियो भनौँ न अघि खाइसके पाहुनाहरूले खाइसके जनस्कीहरूले खाए। ल यहाँहरूलाई यसो भनेर फेरि अलिकति केही कुरा जोड्दिन राखिरहेको नि यहाँ हाम्रो सोधिसहरूलाई जिम्मा लिएर अहिलेको लागि म यतापट्टि लागेँ। धन्यवाद छ। यो हाम्रो शुभ विवाहमा आज हाम्रो भेटघाट भएको क्रममा मेरो प्यारो भान्जा कान्छा सुजन र जुनु बुहारीको शुभ विवाहमा तपाईँहरूले भेट भयौँ। अलिकति चाहिँ बोल्नै पर्छ जस्तो पनि लाग्यो। हाम्रो सोल्टीले मलाई आज्ञा दिनुभयो। म थुलुङ खास त यहाँ हाम्रो थुलुङ भाषाबाटै बोल्नुपर्ने चाहिँ हो। उहाँहरूले बुझ्नुहुन्न र म नेपाली बोल्नु है। विशेष गरेर राईहरूकोमा सबभन्दा ठुलो शुभ विवाहमा जहाँ पनि कलियालाई चाहिँ अब हाम्रो थुलुङ भाषाबाट खिदी पनि भन्छौँ बङपा भन्छौँ। उहाँहरूलाई हामी अस्ति सुरुमा समाउँदाखेरि चाहिँ भलाएको जुवा लगाइदिएर पठाएको थियो। बुहारी ल्याइदिनु होला खोजेर ल्याइदिनु होला सबै मिलाउनु होला भनेर उहाँहरूले आज चाहिँ भलाएको जुवा लाएर पठाएको त उहाँहरू त आज त हिराको जुवा लाएर आउनु भएछ। ए हजुर बङपा खिदी हजुर कलिया साप हजुर तपाईँहरूले त हाम्रो हक राजा हाम्रो कान्छा भान्जालाई त यस्तो हिरा जस्तो मोती जस्तो बलिरहेको झुक्क बलेको हक कान ल्याइदिनु भएको छ। बाबा र मम्मीको मेटाइदिने तातो पानी खोले फाँडो बनाइदिने दिल मिलाइदिनु भएछ। श्रीमानको आफ्नो श्रीमानको मेरो भान्जाको भोग प्यास ओछ्यानहरू मिलाइदिनुको ल्याइदिनु भएछ। हजुर तपाईँहरूले तब्लिग गर्नुभयो जिम्मा दिएको थियो त्यो जिम्मालाई आफ्नो भूमिका पुरा निभाउनु भएको छ। हामी सपरिवार माउलोतर्फ बेहुलाको आफ्नो घरतर्फ छिमेकी छर छिमेक आफन्तहरू हजुर हामी सबै खुसी छौँ। यस्तो हिरामती जस्तो बोलेको होदेलमी हाम्रो दिलमी ल्याइदिनु भएछ खप्रानी हामी सोचेको हजुर। तपाईँहरू नै भडाएको जुवा ल्याएर लगाएर जानुभएको थियो हिराको जुवा ल्याएर आउनु भएछ। हफ राजाले भएछ यो तपाईँहरूको यो शिर अघि उहाँले भनिसक्नु भएको छ।
त्यही पनि होइन यो दिनुपर्ने त थियो त नि हजुर मनमा तमाङ्ग शेर्पाले भने जस्तै मेनमेनै राखौँ चाहिँ यो तपाईँहरूको शिर उप तपाईँहरूको शिर केही नहोस् भनेर तपाईँहरूको शिर उठाइदिएको हजुर फेरि बङ्क हजुर दुःख मन नगरौँ फेरि यस्तै कार्यमा आउने नेक्स्ट कार्यतिर पनि यसरी नै तपाईँहरूले फेरि सम्मान गर्नु पाऊँ भन्ने चाहिँ हजुर हजुर आलास्यो लु अता गाजु थेप्पा चप्पा रिपा रिचनी नाता गोतानी जम्बै पनि लु ओकम नेकम सम्मानका साथ गुकुलाई थुर्तिकी जम्मै बेच्नुको बेच्नुको ओता गुकु हाङको ठाउँरा गुकु मेजोपा बेच्तको होला लाजी खोप्तको होला मेकाम लाग्यो गुकु मागेको लु हजुर लु हामीले त यति धेरै शिर उच्च गर्ने काम त गरिन्न होला तर कोसिस मात्र गऱ्यौँ आज हजुरहरूको हाम्रो दाजु सबै आफ्ना आफन्तको छेउमा एउटा हामीलाई एउटा जिम्मेवारी दिनुभयो थियो जुन जिम्मेवारी हामीले कतिसम्म गऱ्यौँ भन्ने कुरा त छैन होला तर हजुरहरूले यति सुनको हलो जुवानै भिराएर पठाउनु भएको थियो त्यो जति हामीले काम गऱ्यौँ र हजुरहरूले सोचेको जस्तो र यो घरमा चाहेको जस्तो बुहारी र हामीले भित्राउन सक्यौँ होला सकिउन होला हजुर त्यो हजुरहरूलाई सोधेको यो हामीले हजुरहरूले त्यति भनिदिएको हामीले एकदमै खुसी छौँ आभारी छौँ तपाईँहरूको वचनप्रति र यो घरमा आएको बुहारी र हाम्रो सोल्टी साहबको चाहिँ नि बहिनीले चाहिँ उहाँहरूको यो घरको एकदमै सुब्बे फाब्बे होस् र सासू ससुराहरूको मान सम्मान राखोस् मामा माउलीको सम्मान राखुन् र इष्टमित्रको सम्मान राखुन् भन्दै हामीले एउटा खिदी गरेको जिम्मेवारी यस्तै थियो हामीले गल्ती गरेको भए माफी माग्दै र हजुरहरूको यो आशीर्वाद र यो हामीहरूको शिर सबैको होस् हजुर धन्यवाद छ एक दुई सप्ताह कृषि गर्ने हाम्रो भइरहेको साथीहरू पनि मोटामोटी भने हाम्रो सोल्टीले सबै बेहुलाको बाबा र मम्मीले स्कुल छर्नु भएको थियो ती स्कुललाई चाहिँ तपाईँहरू उठाएर आज दिन बिहानदेखि भोक प्याज बस्नुभयो हजुर ठाउँ नठाउँ भने पनि कोही भइदिन होला हाम्रो पनि भएन त्यसमा छेमा प्राप्ति छन् भोकै बस्नुभयो होला देखाउनु भएको एउटा पानी पनि पिउनु पाउनु भएन होला आजको लागि तपाईँहरूले त्यसरी उठार आजको लागि दिन त्याग्नुभयो तपाईँहरूले चैत वैशाखमा उडाएको त्यो पत्करलाई फङरङमा सोरेर यति धेरै ल्याइदिनु भएछ वर्गमा पऱ्यो भने त साँच्चै परेकै रहेछ त्यसको लागि तपाईँहरूले पनि धेरै धेरै धन्यवाद छ आउने दिनहरू पनि यसरी नै फेरि तपाईँहरूको साथ सहयोग हामीले चाहिन्छ र तपाईँहरूले आज गरिदिनु भएकोमा धेरै धेरै मुरीमा एउटा बेहुलाको मामाको तर्फबाट र मेरो सम्पूर्ण फ्यामिलीको तर्फबाट अहिले बेहुलाको बाबाले पनि भन्नुहुन्छ उहाँको क्रम जारी छ तपाईँहरूको यो शिर मात्रै उहाँले भनिसक्नु भएको छ केही दिनु सकिन्न दिनु त थियो तानी मनमा त मेनमै राख्ने अनि हजुर हजुर है त अब दुई काम गर्नुभयो कस्तो गर्नुभयो म हेरिराखेको थिएँ गर्नुभयो बिचरा झ्याम्पाबाट झारेकै बटुकोमा बाँटेकै है दाम्चोले लगेको फर्कुना र पस्काएको हेरिरहेको छु मैले यति दुःख गर्नुभयो होइन घरि बेहुला बेहुलीले दुईटा ल्याउनु पर्यो खाना भने सुङ बिचरा ल्याउनु भयो दुईजनाले पनि भन्यो बेहुला र बेहुलीले जोरी चाहिन्छ एउटाले हुँदैन आज बेहुले जोरी चाहिन्छ भने बिचरा चाचाराले बोकेर आइदिए पनि हामी हेरिरहेको छौँ धेरै तकलिफ गर्नुभयो हजुर आइविष्णु हामीले दुःख गर्छौँ होस् भनेर है हजुर ल भेन्न तपाईँले पनि यसो कल्लेहरूलाई यसो भन्नुहोस् धन्यवाद सकिपनिको अनि फेरि यहाँहरूलाई धेरै धेरै धन्यवाद हजुरहरूले सबै मेरो कान्छा छोराको विवाह यति साह्रो दुःख गरिदिनु भयो हाम्रो पहिलो प्रथम कलेज्यूहरूलाई धेरै धेरै धन्यवाद यहाँसम्म
गरिदिनु भयो र हाम्रो ज्वाइँहरूलाई पनि धेरै गरिदिनु भयो, यसको लागि धन्यवाद। र सबै मेरो भाइ बहिनीहरू साथै ज्वाइँ चेलाहरू सबै मेरो ससुरालीहरू सबैहरूले यहाँसम्म मद्दत गरेर मेरो कान्छा छोराको बिहालाई उतारिदिनु भयो, राम्रोसँग उतारिदिनु भयो। सबै मेरो भाइहरू बहिनीहरू ज्वाइँहरूलाई फेरि पनि म धेरै धेरै धन्यवाद दिन चाहन्छु। र सधैँ अब हाम्रो परिवारमा तपाईँ हामी भनेको एउटै परिवार हो। हाम्रो परिवारमा केही कार्यक्रममा यसरी नै आजको मेरो छोराको कान्छा छोराको बिहा जस्तै सबैले यसरी नै मद्दत गरागर गरेर उतार्नु पऱ्यो र आजको कार्यक्रम एकदम राम्रो भयो। सबैले यति साह्रो मद्दत गरेर सबैले कोसिस गरेर गरिदिनु भएको खण्डमा धेरै धेरै धन्यवाद। म आजलाई यति नै मेरो महिला भाइ बिरामी भएर पनि यति कोसिस गरेर यहाँ मेरो छोराको बिहा उतारिदिएकोमा म मेरो महिला भाइले धेरै धेरै धन्यवाद र उसको हेल्थको लागि शुभकामना, अझै राम्रो हुँदै जाओस्। यही छ मेरो आशीर्वाद। मेरो साथै कान्छा भाइले पनि राम्रो गरिदियो आज। ल मेरो बहिनी ज्वाइँहरू है, हजुरहरू मेरो भान्जी ज्वाइँहरूलाई है मद्दत गर्नुभयो यति साह्रो। तपाईँहरूको निम्तालो हुनुपर्ने अनि के गर्नु, अब यो सहरमा दाजुभाइको रूपमा काम गरिदिनु भयो, गरायौँ, सरी माफ गर्नु है। ज्वाइँ चेला पनि दाजु काजी हाम्रो परिवार पनि यही हो नि त बाहिर उता बराबर अब विशेष गरी यो त हामी यो के गर्नुपर्ने अब यसलाई चाहिँ तपाईँहरूले हेर्दै त गर्दैन, जय सुजन। गरिँदैन पनि।